जेम्स क्लियरको एकदमै चर्चित किताब एटोमिक ह्याबिट्सको बारेमा धेरैले सुनेको हुनुपर्छ। तर आखिर यसको मूल मन्त्र के हो त? यो विश्लेषणले देखाउँछ कि कसरी सासाना बानीहरूले हाम्रो जीवनमा आश्चर्यजनक परिणाम ल्याउन सक्छन्। हामी सबैले अनुभव गरेकै कुरा हो होइन र? नयाँ वर्ष आउँछ, ठूला ठूला संकल्पहरू लिइन्छ, तर केही हफ्तामै ती सबै कहाँ हराउँछन् कहाँ? हामीले चाहेको बानी बसाल्न किन यति गाह्रो हुन्छ? अटोमिक ह्याबिट्सले यही सादा समस्याको जड समात्छ र समाधानको बाटो देखाउँछ। ठिक छ, अब यसमा डुबौं। किताबको मुटु नै यही हो, ठूला नाटकीय परिवर्तनको पछि लाग्ने होइन, बरु हरेक दिन गरिने सानो केवल 1% सुधारबाट नै साँच्चै ठूला परिणामहरू प्राप्त हुन्छन्। यो कुरा बुझ्नको लागि एउटा गजबको कथा छ ब्रिटिस साइक्लिङ टोलीको। सोच्नुहोस् त, लगभग 1 शताब्दीसम्म यो टिमको प्रदर्शन एकदमै कमजोर थियो, कुनै पनि ठूलो सफलता उनीहरूको पहुँचभन्दा धेरै टाढा थियो। तर 2003मा डेभ ब्रेल्सफोर्ड आएपछि सबै कुरा बदल्यो। उनले एउटा सरल तर शक्तिशाली रणनीति अपनाए, जसलाई भनिन्छ दि एग्रिगेसन अफ मार्जिनल गेन्स, अर्थात् हरेक सानोभन्दा सानो कुरामा थोरै थोरै सुधार गर्दै जाने। अनि उनीहरूले गरेका सुधारहरू सुन्दा त अचम्मै लाग्छ। उनीहरूले के सम्म गरे भने मांसपेशी छिटो निको पार्न कुन मसाज जेल राम्रो भनेर टेस्ट गरे, सही तरिकाले हात धुन सिकाउन त सर्जन नै हायर गरे, यहाँसम्म कि बाइकमा धुलो देखियोस् भनेर टिमको ट्रकभित्र सेतो रङ लगाए। मतलब कुनै पनि सुधार उनीहरूको लागि सानो थिएन। तर यहाँनिर एउटा समस्या छ, यस्ता साना सुधारहरूले तुरन्तै जादु देखाउँदैनन्। अनि यहीँनिर बानी बनाउने यात्राको सबैभन्दा ठूलो चुनौती आउँछ। सुरुमा केही नतिजा नदेखिँदा धैर्य गुमाउनु। यो ग्राफले त्यो समस्यालाई छर्लङ्ग पार्छ। हामी सोच्छौं प्रगति सीधा रेखामा हुन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। सुरुमा हाम्रो मेहनत र नतिजाबीच एउटा खाडोल हुन्छ। लेखकले यसलाई निराशाको खाडोल भनेका छन्, र दुःखको कुरा धेरैजसो मानिसहरूले हिम्मत हार्ने छौ नै यही हो।